यो पैसा लगाए अनुसार सामान राम्रो हुनुपर्छ हैन। अब पैसा कमाउन त्यही हो, सबैलाई अब गाह्रै हुन्छ हैन। अब हाउडी हाउडीको सामान ल्याएर देखाउनु पनि भएन तपाईँहरूलाई। यो चाहिँ के हो भन्नुहुन्छ भने चक्कामा हावा लाउने भनौँ न। अहिलेसम्म धेरै खालको सामान आयो यो हावा लाउने, प्रेसर लगाउने हैन। तर यो जस्तो छिटो चाहिँ अहिलेसम्म मैले देखेको छुइनँ टिकटक सपमा हैन। यो जस्तो छिटो चाहिँ दाम अलिकति महँगो छ, तर दाम अनुसार काम पनि त्यस्तै गर्छ यसले हैन। मिसिन पनि अलिक कडै छ नि त यो हैन। मिसिन यो भइहाल्यो हैन। यो चाहिँ तपाईँको एयर म्याट्रेसहरू भयो, बेलुनहरूतिर भयो, त्यसमा लगाउने एट्याचमेन्टहरू छ हैन। चार्जरहरू आउँछ, यो मजाको केयरिङ केस आउँछ। अब यो चाहिँ म ग्यारेजमै राख्नु पर्यो, किनभने अब गाडी बाहिर भएको बेलामा टक्कसँगले लगेर लगाउन सजिलो हो क्या, पोर्टेबल खालको हुन्छ हैन। यहाँ देख्छ नि ठुलो खालको छ, हेभी खालको छ, हेभी ड्युटी हो हैन। सानोतिनो त्यो अहिले अरू टिकटक सपमा धेरै खालको छ, त्यो भनेको एउटै चक्कामा हावा लाउन 10 मिनट जति लाग्छ हैन। यसले चाहिँ साह्रै छिटो हुन्छ हैन। तपाईँलाई पनि लिन मन छ भने मुनि यसो यसको सामानको बारेमा पढ्नुहोस् हैन, अनि हेरेर लिन सक्नुहुन्छ है त। मुनि म लिङ्क राखिदिन्छु हैन। धन्यवाद।